10-11 पदमा पनि हेर्छौँ। अब विवाहितहरूलाई म कडा आज्ञा दिन्छु, मेरो आज्ञा होइन तर प्रभुको आज्ञा हो, पत्नी पतिबाट नछुटोस्। तर छुटिएर बसिहाले तापनि त्यसले विवाह नगरोस्, बरु आफ्नो पतिसँग मिलाप गरोस्, पतिले आफ्नी पत्नीलाई नत्यागोस्। यही समझदारको अभावमा धेरै विवाह बिटुलो भएको, भत्किएर गएको, बालुवाको घर जस्तो भएको हामीले छेस्ती पाउँछौँ। यो एउटा करारभित्र, परमेश्वरको वचनभित्र आफूलाई राख्न नसक्नको कारण, विवाहको शर्तहरूलाई पूरा गर्न नसक्नुको कारणले गर्दाखेरि उपस्थिति मण्डलीका दर्शक विशेष आजको विवाह सबैलाई र विशेष गरी आजको विवाहलाई परमेश्वरले आशिष दिन र शुभकामना पनि भन्न चाहन्छु। र आज जनवरी 1 पनि विशेष गरी जनवरी 1 को सुरुवात सँगसँगै नयाँ कार्यकालको सुरुवात भएको छ। परमेश्वरले प्रशुद्ध आशिष दिनुभएको होस् र नयाँ वर्षको शुभकामना पनि सबैलाई हुन्छ। हामी प्रार्थना गर्नेछौँ। परमेश्वर, तपाईँलाई विशेष धन्यवाद चढाउँदछु। अनि सबै कुरा तपाईँको समयमा सत्य बन्छ है, तपाईँको समयमा सत्य सुन्दर बन्छ। आज तपाईँको इच्छा योजनामा तपाईँले सुन्दर समय दिनुभएको छ प्रभु। विशेष धन्यवाद दिन्छौँ भाइ देवमान र तारालक्ष्मीलाई। तपाईँले जुन तपाईँको इच्छा योजनामा आफ्नो छोराको निम्ति बहिनीलाई तयार गर्नुभएको छ र बहिनीको निम्ति भाइले तयार गर्नुभएको छ, तपाईँको इच्छालाई उहाँले बुझ्नुभयो, तपाईँको समयलाई उहाँले पर्खिनु भयो। र आज तपाईँको समयको पूर्णतामा आज उहाँहरूको वैवाहिक दम्पतिको अनि वैवाहिक दम्पतिको उहाँहरूले हक प्राप्त गर्नुभएको छ। आज वैवाहिक दम्पतिको करार बाँधिएको छ। आजदेखि उहाँहरू वैवाहिक दम्पति हो भनेर आज घोषणा भएको छ। धन्यवाद दिन्छौँ प्रभु। अब उहाँहरूको वैवाहिक दम्पतिको जीवनको सुरुवातमा अब नयाँ परिवारको सुरुवातको साथसाथै परमेश्वर सँगसँगै रहेर आज उहाँहरूलाई कष्टसम्म आशिषले भरिदिनुहोस् प्रभु। उहाँहरूको जीवन तारालक्ष्मी र देवमान साथसाथै तपाईँ प्रभु यीशु सँगसँगै तुलसीताले दान दिएर तपाईँ परमेश्वरले उहाँहरूको जीवन, उहाँको दम्पति जीवनबाट तपाईँ परमेश्वरको महिमा, आदर, इज्जत, सम्मान भएको होस् प्रभु। अनि विशेष गरी तारालक्ष्मीलाई आफ्नो घरमा गएर आफ्नो एउटा असल बुहारीको विधि बनिरहनको निम्ति नानीलाई तपाईँले सहायता गर्नुभएको प्रभु, ताकि आज एउटा आशिषको महान आशिषको मूल्य र त्यो घर परिवारमा जान सकेको त्यो मण्डलीमा प्रार्थना छ। आज तारालक्ष्मी प्यारेको मण्डली आशिषी बनेको, त्यो घर परिवार आशिषी बनेको होस् प्रभु। बिन्ती प्रार्थना गर्छौँ। अब यो विवाह पश्चात उहाँहरूको एउटा नयाँ परिवारको सुरुवातको यात्रामा कतिचोटि गए कठिनाइहरू हुन्छ, तापनि तपाईँ परमेश्वर सँगसँगै गइदिने यी कठिनाइहरू सामना गर्नलाई तपाईँ प्रभु साथमा हुनुहुन्छ। त्यसैले आफ्ना छोराछोरीलाई एकदमै सफलताको शिखरमा पुर्याउनुहोस् भन्ने हामी प्रार्थना गर्छौँ। धन्यवाद छ प्रभु। आजको विवाह आशिषमय भएको छ। जे
विशेष धन्यवाद दिनु त बाँकी राख्नु पर्ला, अहिले सबै यहाँ दिनु मिल्दैन, अझै धेरै छ। र तपाईँले हामीलाई एउटा यस्तो सम्बन्ध जोडिदिनु भयो कि हाम्रो पास्टर बुवाहरूसँग मैले चिन्ने समय नै पाएको थिएन। योभन्दा 3-4 महिना अगाडि पास्टर बुवा हामी सबै रहेर यो विवाहको लागि धेरै ठुलो प्रार्थना गरेका थियौँ र परमेश्वरले जोडिदिनु भएको छ। र प्रभुलाई यो समय ढिलो नगरिकन म अगाडि बढिहालेँ। आज हाम्रो पास्टर बुवा कहाँ पो हुनुहुन्छ? छिटोभन्दा छिटो आइदिए राम्रो होला। र हाम्रो आज विवाह दिन हुने हाम्रो आदरणीय रेभरेन्ड पास्टर दानियल राईलाई हामी सानो एउटा के भन्नु होइन, गिफ्ट भन्नु त्यत्रो नसुहाउँ होला, साथै हामीले केही उहाँलाई मायाको चिन्ह स्वरूप हामी दिन गइराखेका छौँ। हुन्छ, उहाँलाई सानो मायाको चिन्ह हामी दिँदैछौँ। हाम्रो अफराम पास्टरलाई हुन्छ सानो मायाको चिन्ह। हाम्रो एल्डर ज्यू बसङलाई पनि हाम्रो आदरणीय पास्टरले हाम्रो इसाई पास्टर बुवालाई हामी खादा लगाएर हामी एकदमै माफ गर्न चाहन्छौँ। हामीले हुन्छ, सबैलाई धन्यवाद भएको। हामी दिन केही सकिनौँ र पनि उहाँहरूलाई यसो खादा लगाएर सानो हामी आफ्नो आमालाई केही उपहार दिएर केही आशीर्वादहरू माग्दै साइनो बेसी आफ्नो श्रीमानलाई चिनाउनु तर्फ गइरहेको छ। अनि आफ्नो मम्मीलाई दिनु सक्नुहुन्छ उपहार। अनि ज्वाइँले आफ्नो सासूलाई खादा लगाएर साइनो चिन्नुहुनेछ, आमा, सासू आमा। र अब दुईजनाले खादा अनि दुलैले आफ्नो बाबालाई खादा चढाएर उहाँले अनि आफ्नो दुलालाई चिनाउनु गइरहेको छ। र आफ्नो दुलाले फेरि आफ्नो ससुरा बाबुआलाई रोक्नुहुनेछ। साइन खादा लगाउनुहोस्, खादा लगाएर रोक्नुहोस्। यसरी तल खुट्टामै ढोक्नुपर्ने कुरा छैन, लगाएर यसो गर्ने सकिहाल्छ। र उहाँको देखादेमाहरू कहाँ हुनुहुन्छ? बहिनी, उहाँले ढोक्नुहुनेछ, दिदीले बहिनीले दिदीलाई ढोक्नुहुनेछ। र ज्वाइँले पनि आफ्नो साली रहेछ, सालीले ढोक्छ। आफ्नो साइनलाई त आफूले चिन्नुपर्ने हुन्छ। र ढोक्नुहुनेछ हाम्रो बहिनीले आफ्नो फेनालाई। र यहाँ देमा आउनुभएको छ। यो देमा यता खादा एउटा दिनुपर्नेछ। र आफ्नो हिनीलाई ढोक्नु गइरहेको छ दुलैले। विशेष गरेर आफ्नो दुलालाई चिनाउनु हो। यो चाहिँ मेरो निनी हो, यो चाहिँ मेरो मामा हो, यो चाहिँ मेरो काका हो, बडा हो भनेर। अनि हाम्रो विश्वासीको चाहिँ क्रिस्चियनको चाहिँ पहिला अनि दुलैले चाहिँ आफ्नो दुलालाई चिनाउनु पर्ने हुन्छ। र कुटुम्ब घर गइसकेपछि कुटुम्ब विशेष केटाले दुलाले पहिला आफ्नो मान्छेहरूलाई चाहिँ दुलैलाई चिनाउँदै लान्छ। र यहाँ हिनी यो चाहिँ एक प्रकारले यस्तो पनि हुन्छ, म चाहिँ कुटुम्ब घर म जाँदैछु भने उहाँको विधाई जस्तो पनि हो। र शासन र यता जेठिनी हुन्छ, जेठिनीलाई तपाईँले यो सक्नु बित्तिकै अर्को खातामा लिइहाल्नुहोस् फटाफट।
रहेछ ल जेठिनीलाई लगाइहाल्नुहोस् जेठिनी ज्वाइँले ढोक्नुपर्ने हुन्छ ज्वाइँले जेठिनी रहेछ यो चाहिँ जेठिनी भनेर चिन्नुपर्ने हुन्छ यहाँ चाहिँ खोलाको गई चाहिँ एकदमै नआत्तिएर यो फुपाजु ससुरा पढ्ने रहेछ अर्को बहिनी पनि आउनु भएको छ दिदी पनि आउनु छ कान्छी है कान्छी फुपू आउनु भएको छ कान्छी निनी आउनु भएको छ कान्छी निनीलाई पनि खादाले विशेष साइनो चिनाउनु हुँदैछ यो चाहिँ अनि कान्छी निनी रहेछ अब अरूलाई हामी स्थगित राख्छौँ स्थगित हामीले केही समय राख्छौँ मामापट्टि हामी गर्न जान्छौँ पहिलो त मामा ससुरा पढ्नु भएको छ मामा ससुरा अनि मामा तर्फ माइसुराको छैन न अरू कोही मामाहरू हुनुहुन्छ कि ल अब फुपूको छोराहरू को छ भन्नुभएको छ छोराछोरीहरू यो सबै तपाईँले चिन्दै जानु तपाईँहरू एकछिन हाम्रो नाइली फुपूको छोरा हुनुहुन्छ उहाँ चाहिँ धरान अनुभव मण्डलीको उहाँ टिकट पनि हुनुहुन्छ उहाँको नाम रामलाल के भन्नु रामकुमार उहाँ टिकट बाबु हुनुहुन्छ उहाँ चाहिँ माइली निनीको उहाँ छोरा दाई हुनुहुन्छ दाजु होला दाई दाजुलाई खादा लगाएर ढोक्नुहुनेछ र यहाँ यो जेठो गर्ने रहेछ जेठो भनेर यो कुरा चिन्नुहुनेछ बाँकी तपाईँहरूको आफन्तहरू कोही तपाईँले बोलाउन सक्नुहुनेछ कोही हुनुहुन्छ भने अहिले बोलाउनुहोस् यहाँ को उपस्थित हुनुहुन्छ तपाईँको आफन्तहरूलाई उसमा यसो गरेर तपाईँ उहाँ ससुरा परे तपाईँको सम्धि अब सम्धि भन्दाखेरि सम्धिनै त परेन नि तपाईँको ससुरा हो नि होइन भाइको ससुरा भनेपछि तपाईँको ससुरा ल ससुरा भनेर अनि खादा निकाल्नु ए सम्धिलाई ल ठिकै तपाईँले खाता लगाइदिनुहोस् यता पनि तपाईँ औरतहरूलाई खाता लगाएर तपाईँहरू जयमिसी गर्नुहोस् तपाईँको सैन्य त जे छ तपाईँले लगाइसक्नु भने उहाँले ए तपाईँले आउनु भएको छैन म त बराबर लगाइदिएँ ल हुन्छ उहाँको छोरीको दिदी भरेपछि यो छोरी नै पऱ्यो तपाईँको काका पर्छ र काकाहरू उहाँको त अब बुढाको त भाउजू रहेछ नि त गर्दाखेरि त त्यसो रहेछ माइलो तपाईँले पनि एउटा खाता लगाएर ए हो म त मकै भएको बिहेको बेला मक्खन नहुने त कुरै छैन ल सरसर्दी ढोगाउने पनि सकियो अब तपाईँहरूको उपहार कुन यो रक्सी लानु सकियो शुभकामना तिमी दुईलाई विवाही जीवन यो सफल बनोस् इन्द्रेणी जस्ता ती सपना तिम्रा फुल झै फुलेर साकार बनोस् फुल
झै फुलेर साकार बनोस् शुभकामना तिमी दुईलाई दाम्पत्य जीवनको यात्रा तिम्रो हरेक पाइला सुगम बनोस् दाम्पत्य जीवनको यात्रा तिम्रो हरेक पाइला सुगम बनोस् गर्छौ बिन्ती यही नै हामी तिमी बीच प्रभु साथ होस् तिमी बीच प्रभु साथ होस् शुभकामना तिमी दुईलाई हामीलाई तिमीले दिएका ती माया अरूलाई पनि अब बाँडी हेर हामीलाई तिमीले दिएका ती माया अरूलाई पनि अब बाँडी हेर प्रभुको नजरमा यो असल कुरा हो देखाइदेऊ उदाहरण बनेर देखाइदेऊ उदाहरण बनेर शुभकामना तिमी दुईलाई आशिष माग्छौं प्रभुसँग हामी साथी र सङ्गी मण्डली मिलेर आशिष माग्छौं प्रभुसँग हामी साथी र सङ्गी मण्डली मिलेर चाहे सुखमा होस् या दुःखमा नै सहारा दिनुहोस् प्रभुजी सहारा दिनुहोस् प्रभुजी शुभकामना तिमी दुईलाई विवाही जीवन यो सफल बनोस् इन्द्रेणी जस्ता ती सपना तिम्रा फूल झै फुलेर साकार बनोस् फूल झै फुलेर साकार बनोस् शुभकामना तिमी दुईलाई Thank you.
हाम्रो विशेष जिल्ला
पक्षका जति पनि जन्ती महानुभावहरू हुनुहुन्छ तपाईँहरू तयारी अवस्थामा रहिदिनु हुन अनुरोध गर्छौँ। धन्यवाद प्रार्थना गर्छौँ। धन्यवाद प्रिय परमेश्वरबाबु, तपाईँ प्रार्थना गर्छौँ विशेष यो समयको लागि। फेरि पनि यो समय तपाईँको जन्म ल्याउँदछौँ त्यो प्रार्थना गर्छौँ। आज बिहानीको समयदेखि लिएर हामीलाई यसरी सहायता मुद्दा गर्दै आजको सम्पूर्ण यस शुभ विवाहलाई तपाईँ परमेश्वरको उपस्थिति अनुग्रह तपाईँको दया र कृपा भलाइको अनि कारण परमेश्वर सुसम्पन्न भएको छ। यसमा हामी तपाईँलाई धन्यवाद दिन्छौँ कि परमेश्वर प्रार्थना गर्छौँ। विशेष आजको सम्पूर्ण विशेष कार्यक्रम तपाईँ परमेश्वरले साँच्चै नै सञ्चालन गरी बक्सिनु भएको लागि आज विशेष जुन प्रकारका आजको दुला दुलैलाई तपाईँ परमेश्वरले प्रचुर मात्रामा आशिष दिनुहुनेछ। उनीहरूको दाम्पत्य जीवनमा तपाईँ परमेश्वरले भविष्यमा तपाईँ परमेश्वरले उनीहरूको देशमा तपाईँ परमेश्वर सधैँ निरन्तर रहिरहनुहुनेछ र उहाँको जीवनबाट भविष्यमा ठुलो तपाईँको आत्मिक सेवाकारीहरू आत्मिक कुरामा तपाईँ परमेश्वरले आत्मिक वृद्धि अनि रिभाइभल जागृतिहरू अवश्य पनि पठाउनुहुनेछ अनि उहाँका सधैँ जीवनमा तपाईँ रहनुहुनेछ। उनीहरूको मण्डलीमा अनि परिवारमा उहाँको मण्डली परिवारमा तपाईँ परमेश्वरले आशिष दिनुहोस्। उहाँको विशेष अनि परमेश्वर अगुवा अनि मित्र अनि अग्रजनहरूलाई परमेश्वरले अनि सहायता अनुग्रह दिनुहोस्। के प्रार्थना गर्छौँ। अब परमेश्वर यहाँका सम्पूर्ण मण्डली परिवारमा अनि पक्षमा गएर तपाईँले अनि यो आजको कार्य सम्पन्न गर्नको लागि मधुबनीमा धन्यवाद। अब विशेष हामी परमेश्वर अब हामी यो शरीरमा हामी अलग भइजानेछौँ र हामी परमेश्वर जति पनि अलग भएर जति पनि जानुहुने जनता अनि महानुभावहरूलाई दुलादुलीको तर्फबाट पनि परमेश्वरले साथ रहनुहोस्। जति पनि उनीहरूको मण्डली परिवारमा गन्तव्यमा जबसम्म पुग्दैन तबसम्म उनीहरूको साता पक्षमा तपाईँ भइदिनुहोस्। परमेश्वर प्रार्थना गर्छौँ कि रहनेवाला मण्डली परिवार माइती पक्षमा पनि प्रभु तपाईँ रहिबक्सिनुहोस् र आपसी अनि मण्डली बिचको सम्बन्धलाई समधुर सधैँको लागि कायम रहिरहोस् भन्ने कुराहरू हामी यही पनि हामी परमेश्वर तपाईँमा प्रार्थना गर्छौँ। धन्यवाद। आजको सम्पूर्ण कार्यक्रमलाई तपाईँले सफल तुल्याइदिनु भएको लागि धन्यवाद दिँदै सम्पूर्ण बिन्ती प्रार्थना धन्यवाद। जाउँ है। कहाँबाट होइन अगाडि नबढ्ने मुदा
नेपाल त छ त्यस्तो खालको किन्ने हामी साथीहरु आउन सबैजना बसौँ न मान्छे त भित्र आउन त डराउँछ त हो किनभने अहिले हामीसँग माग पनि छैन हामीसँग जाँदा पनि सब्जीको अलिकति समस्या भइरहेको छ अञ्चलको रूपमा पार्टीका अन्य प्राइजहरूलाई दिन चाहन्छु अनि उहाँलाई स्वागत गर्ने सरकारले अनि सबैजना ताल बजाउँछौँ सर्वप्रथम त प्रभुलाई धन्यवाद दिएको अनि जुन आज जुन नेपाल बाहिर भइको चाहिँ शुभ सुसम्पन्न भएको छ प्रभु ईश्वरले जुन मानिसहरूको रहन असल छैन भन्नुभएको अनुसार जुन यो कुरा भएको छ हुन्छ हामीले जुन उहाँहरूलाई यस मण्डलीमा आइदिन उहाँलाई चाहिँ प्रार्थना गरिदिने प्रभुमा आशिष मागिदिने कुरा छ त्यसको लागि हामी ढिलो नगरिकन अगाडि बढ्दैछौँ हुन्छ जसको लागि चाहिँ जुन कुराको हामी हामीहरूको प्रार्थना गर्न सुरु गर्दैछौँ त्यसको लागि चाहिँ म सुरुको प्रार्थना गरिदिनुको लागि चाहिँ पास्टर शुभमानलाई म दिन चाहन्छु उहाँले सुरुको प्रार्थना गरेर समयलाई सुरु धन्यवाद आज हामीलाई आएर समयमा तपाईँको उपस्थिति दिनुहोस् हामी तपाईँलाई धन्यवाद दिन्छौँ त्यसैले प्रार्थना गर्छु आज तपाईँको छोराछोरीहरू एकदम जीवनमा केही कार्यहरू गर्न जाँदैछु त्यसमा तपाईँ स्वयं उपस्थित हुनुहोस् यीशु राजा तपाईँको धन्यवाद सम्पूर्ण कुरामा तपाईँले सहायता गर्नुहोस् समय अवधिभरि तपाईँको छत्र छायामा राख्नुहोस् तपाईँको बहुल्यमा राख्नुहोस् यीशु राजा तपाईँको धन्यवाद शुरुको प्रार्थना तपाईँको हातमा राख्दै वर्षौँ प्रवेशको नाम आमेन हुन्छ उहाँले सुरु प्रार्थनाद्वारा जुन कार्यक्रमलाई सुरु गरिसक्नुभएको छ हुन्छ यस समयमा हामी एउटा भजन गाउँदैछौँ त्यो भजन चाहिँ हाम्रो कोयल भाइहरूले
गाउनुहुनेछ परमेश्वर
धन्यवाद दिँदछौँ। तपाईँले परमेश्वर दुनिया सुखमा परमेश्वर दुलहाईलाई हाम्रो मण्डलीमा हामी धन्यवाद दिनको लागि मात्रै हामी प्रवेश गराएका छौँ कि हामी यसैहरू चाहिँ जब यसलाई विश्वास गर्ने व्यक्तिहरूले हाम्रो आत्माको सत्यतामा हुने परमेश्वरलाई धन्यवाद नदिई सक्दैनौँ। त्यसकारण हामी हामी धन्यवाद र जन्ती परिवारलाई हामी धन्यवाद दिनको लागि उपस्थिति भएका छौँ। हाम्रो प्रोग्रामहरू लामो छैन, खाना अलिकति छिटो ढिलो पार्ने भएको हुनाले हाम्रो प्रोग्राम सिद्धिएपछि दुलहालाई गएर आराम गर्नुहुनेछ र खाना भएपछि हामी जतिजना मण्डलीमा छौँ हामी शान्त वातावरणमा हामी रामायण गर्न सक्नुहुनेछ, तर एकदमै शान्त वातावरणमा। तपाईँलाई धन्यवाद भएको हाम्रो विवाहको लागि जस्तै हामीले बुहारी तारा नानी बुहारीको लागि हामीले धेरै प्रार्थना गरिरहेका छौँ। आज परमेश्वरले चाहिँ असल प्रकारले सुहाउँदो जोडी, एकदमै मन पराउने जोडी उहाँहरूलाई दिनु भइसकेको छ र हामी एकछिन शान्त सुन्नेछौँ है। तब सुन्नुभयो है, हल्ला गर्दैनौँ है नानीहरू। र हामी इसैहरूले चाहिँ विवाहको बारेमा हामी हल्ला भए जस्तो भइराखेको छ, सुन्नुहुन्छ होला है। नजाइदिनु भएको राम्रो ल भाइ बहिनी सबै मित्रहरू एकदमै तपाईँलाई धन्यवाद दिँदाखेरि पनि हामी विवाह भनेको चाहिँ इसाईहरूले अथवा ख्रिस्ट येशूलाई मान गर्नेहरूले परमेश्वरलाई विश्वास गर्ने व्यक्तिहरूले चाहिँ परमेश्वरको महान आज्ञा र एकजना परमेश्वरको महान दार्शनिकले भन्दछ विवाह भनेको चाहिँ एउटा रहस्यमय कुरा हो। जब हामी विवाह गर्छौँ यस्तो डिप यस्तो गहिरो रहस्यमा हामी रहिराखेको हुन्छौँ कि त्यो 20 वर्ष बितेको पनि थाहा हुँदैन। हालेलुया हालेलुया। विवाह भन्ने चिज चाहिँ त्यस्तो, विवाह भन्ने चिज चाहिँ समय नै थाहा हुन्न, त्यो चाहिँ यति गहिरो रहस्यको कुरा हो। आज हाम्रो देवमान भाइ कुन कुलबाट र नानी कुन कुलबाट र परमेश्वरले चाहिँ जोड्नु भएको परमेश्वरको वचनमा यसरी भन्दछ पत्नी पाउनेले के पाउँछ अरे असल कुरा पाउँछ है। त्यसैले आज हाम्रो देवमान भाइ हाम्रो यस मण्डलीका एकदमै महान सेवक पनि हुनुहुन्छ र
उहाँले आज असल कुरा प्रार्थना गरेको छ। तर असल चिजलाई असल चिज सुन्दै हुनुहुन्छ है, सुन्नुहोस् है। असल चिज भनेको चाहिँ कसले मन पराउँदैन, सबैले मन पराउँदछ। म धेरै लामो कुरा गर्न चाहन्न कि आज भिन्न भिन्नै व्यक्तिहरू एक ठाउँमा जोड्नु चाहिँ परमेश्वरको महाआश्चर्य कर्म पनि हो। प्रभुलाई धन्यवाद। हामी विशेष गरेर म आजको वचन मैले पास्टर हाम्रो रेभरेन्ड पास्टर विवाह दिने पास्टरले भनेको कुरा सुनिराखेको थिएँ कि हामी इसाईहरूको विवाहको फाउन्डेसन भनेको चाहिँ करार हो। हामी कसमा करार बाँधेको छौँ? परमेश्वरमा करार बाँधेको छौँ। दुःख सुख रोगी अवस्थामा म सधैँ माया र प्रेम गरिरहेको छु। हालेलुया, हालेलुया। आज उहाँलाई मात्र होइन, प्रत्येक विवाह गर्ने र विवाह गर्दै हुने भाइ बहिनीको लागि हो। आज जबसम्म यो कुरा हामी बुझ्दैनौँ हाम्रो विवाह सक्सेस हुँदैन। प्रिय कतिजना मैले पनि भावनामा आएर विवाह गर्न खोजेँ, तर मैले रोकेँ है। कहिले काहीँ बाटोमा हिँड्दा यसो एउटा केटी मन पराउँछ, केटा मन पराउँछ, भोलिदेखि लभ पर्छ, विवाह गरिहाल्छ। अनि विवाह गरेको केही समयपछि नै उनीहरू ठुला ठुला झगडा परिराखेको देखेको छु मेरै आँखाले। सत्य कुरा, असल कुरा छ कि हामीले एकदमै अध्ययन गर्न चाहिँ जरुरी छ। म यही भन्ने राख्दिनँ, मभन्दा धेरै अहिले त म त धेरै पढेको छैन, किताब पनि पढ्दिनँ, तपाईँहरू धेरै माथि हुनुहुन्छ। परमेश्वरले चाहिँ यसो भन्नुहुन्छ, विवाह पावल प्रेरितले एफएसीको 5:22-23 के भन्नुहुन्छ? बाइबलको सँग छ, पढ्दा एकचोटि पढिदिनुहोस् न। एफएसी 5:22-23-24 किनकि पति पत्नीको शिर हो, जसरी ख्रीष्ट मण्डलीको शिर हुनुहुन्छ, जुन मण्डली उहाँको शरीर हो र उहाँ स्वयं त्यसको मुक्तिदाता हुनुहुन्छ। जसरी मण्डली ख्रीष्टको अधीनमा छ, त्यसरी नै पत्नीहरू पनि हरेक कुरामा पतिहरूको अधीनमा हुन्। प्रेम गर्नुभयो र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो। अनि ल हाम्रो विचार चाहिँ अस्पताल रूपमा सम्झिन्छौँ जब आज हाम्रो भाइ देवमान भाइ र हाम्रो भाइ नानीले आजको विवाहको नीति र करार पक्कै पनि गाएको। जब तपाईँहरूको जीवनमा विवाह चाहिँ प्रेम जब सेलिन्छ, जब अधीनताको कुराहरूबाट टाढो हुन्छ, जब यो करारलाई सम्झिनुहोस्, यो दुईटा चिजलाई सम्झिनुहोस्, अनि कहिले पनि विवाह भनेको चाहिँ तलबाट पत्नी हो आफ्नो पतिको अधीनतामा बस्छ, जुन मण्डली चाहिँ यीशु ख्रीष्टको अधीनतामा छ। अनि पति चाहिँ पत्नीको के अरे, पत्नी चाहिँ पतिको के अरे, शिर हो। हाम्रो शिर कति महत्त्वपूर्ण कुरा छ भन्नुहोस् त। त्यसो भन्दाखेरि दुला नानीलाई मात्रै गाली गरेर जस्तो हुन्छ कि मैले चाहिँ बुढोलाई गाली गरेर जस्तो नै। एउटा अधीनताको कुरामा हामीले सिक्नुपर्ने कुरा चाहिँ यो छ कि हामी दिदी बहिनीहरूले जब एउटा श्रीमानको अधीनतामा रहँदैन भने रात हुन साह्रो भयो, हिउँद लागेको नभए अधीनतामा आउनु पर्यो। पति हो आफ्नो पतिलाई के गर, यो दुईटा कुरा छ। पतिहरूलाई पनि यहाँ एकदमै ठुलो चेतावनी छ। हामी प्रेम गर्न कहिले काहीँ मैले पनि म चाहिँ भर्खर सिक्दैछु है श्रीमतीलाई प्रेम गर्न। म त 3 महिना भए पनि श्रीमतीलाई फोन नगर्ने एउटा पर्छु। जब बाइबल पढेपछि मैले थोरै सिकेको छु प्रेम गर्नु है। सुनिन्छ होला है। तपाईँ मैले आफ्नो श्रीमतीलाई प्रेम गर्न सक्दैन भने त्यो विवाह सक्सेस हो। मैले धेरैजनाले सुनेको छु आफ्नो श्रीमतीलाई चाहिँ आफ्नो श्रीमतीलाई आफ्नै अङ्गको रूपमा प्रेम गर्दैन। जब
बाइबल धर्मशास्त्रले भन्दछ श्रीमान र श्रीमती के अरे एउटै शरीर। हालेलुया। एउटै शरीर। तपाईँको खुट्टालाई खुट्टा काट्यो भने कहाँ दुख्छ? खुट्टामै दुख्ने हो। कहाँ दुख्छ? खुट्टामा त आपात मात्रै हो, शरीरभरि दुखिराखेको हुन्छ होला भन्नुभयो। बिमाको सबैभन्दा पहिलो कुरा चाहिँ कसले थाहा हुन्छ? बिमार है। हेर्नुहोस् त, सुनिराख्दाखेरि एकदमै थकित भइराखेको छ। धेरै वचनहरू छ, विवाहको वचन, दम्पति वचन, अनि विवाह भन्ने कुरा चाहिँ विशेष गरेर ल सबैजनालाई कन्ठ भयो। दुलहाई दिदी बहिनीले आफ्नो श्रीमानलाई के गर्नुपर्ने रहेछ? के गर्नुपर्ने रहेछ? आदर। अनि श्रीमानको अधीनतामा बस्न सिक्नुपर्छ। हालेलुया। श्रीमान भन्दा चाहिँ ठुला ठुला सत्ता गरेर है कोही बेला झगडा गरेर मुखिया खाउँ लागेको भने चुप्प निक्लेर हिँड्नुपर्छ। हो कि होइन भन्नुहुन्छ? म त पकाएको छ उता झगडा परिरहेको छ भने त्यहाँ बजिरहन सक्छ। आफ्नो श्रीमतीलाई दासको रूपमा कहिले राख्नुहुन्न। अनि कहिले चाहिँ भाडा माग्ने रूपमा मैले विवाह खाना पकाउँदा विवाह नगरी भएन हौ, भात पकाउने मान्छे नपाएर भन्छ। तर विशेष गरेर भात पकाउनु मात्रै होइन, दुःखमा सुखमा यहाँ बाइबल अझ करार हामीले दुःखमा सुखमा साथ दिनको लागि अनि एउटै है एउटा सहयोगीको रूपमा हामीले चाहिँ असल प्रकारले प्रेम गरिरहेको धन्यवाद। यो वचन 57 वचन हामी खाइराख्नेछौँ र तपाईँहरू जबसम्म आज विवाह हुने मितिलाई टिपिराख्नुहोस्, करारलाई सम्मान गर्नुहोस्। हाम्रो विवाह जहिले हाम्रो देशमा जहिले राम्रो भइरहेको छ भन्ने छैन। कहिलेकाहीँ हाम्रो दाम्पत्य जीवनहरू कहिलेकाहीँ अलिक तलमाथि हुन सक्छ। त्यति कुरा तपाईँ र मैले चाहिँ आजको परमेश्वरप्रति राखिदिनु भएको करारलाई यस्तो महत्त्वपूर्ण रूपमा सम्झिनुहोस् कि तपाईँहरूलाई धन्यवाद। हुन्छ, हामी वचनलाई मनन गर्दै आजको दुःखा दुलालाई हामी धन्यवाद दिनेछौँ र धन्यवाद दिनको लागि यस्तो मण्डलीका एल्डरज्यूलाई दिन चाहन्छु। अगाडि आएर हामी उहाँहरूलाई धन्यवाद
प्रभुको नाउँमा यसको सेवाको लागि प्रार्थना। हुँदैन तबसम्म सदा सर्वदा रहिरहन सके यसो ख्रीष्टको नाममा। जय मसीह।